गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी सरी गाइज मैले ह्याप्पी न्यू इयर भन्न त बिर्सेको नि। साथीहरू ह्याप्पी न्यू इयर। हाम्रो चाहिँ यस्तो चलिरहेछ ह्याप्पी न्यू इयर 2083 को। तपाईँहरूको चाहिँ कस्तो भइरहेछ गाइज कमेन्ट गर्नु है त। सेक्वा सेक्वा साथीहरू सेक्वा। अझै अहिले भर्खरै नुहाएर होइन चुलामा आएको छु। सो साथीहरू आजको न्यू इयर हजुरहरूलाई कस्तो लागिरहेछ त्यो चाहिँ मलाई थाहा छ होइन। कस्तो लागिरहेछ भन्नु है त। हाम्रो चाहिँ यस्तो भइरहेछ प्लानिङ। यो चाहिँ मेरो कान्छी काइन्डली बहिनी, यो चाहिँ मेरो। अनि यसले चाहिँ यहाँ चाउचोसँग करेन्ट चाउचोसँग खाने तरकारी पकाइरहेछ। अनि मैले चाहिँ यहाँ मासु पोल्दैछु, बङ्गुरको मासु साथीहरू। बङ्गुरको लोकल बङ्गुर नि फेरि। दिदी बहिनी भेला भएपछि यस्तै हो गाइस। तपाईँहरूको चाहिँ कस्तो हुन्छ होइन। मेरो काइन्डली बहिनी हिजो आएको, हिजो आइपुगेको हो नि त काइन्डली बहिनी, त्यही भएर सरी साथीहरू अस्तिको दिन आएको छ यो। अनि योसँग भेट भएपछि त यस्तै हो हाम्रो। होइन मैले तकिएको आम्बो साथीहरू ह्याप्पी न्यू इयर। ओ माई गडनेस ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर। यस्तै पारेर चलिरहेछ गाइसहरू। अरे वाह माइतमा आएपछि चैन हो गाइस हाम्रै हो। दाजुभाइ छैन, दिदी बहिनी भेला भएपछि मोज छ। जीने से पहले खुश होना त चाहिए, तुम्हें खुश हूँ। लाजामा लड गया बिल्कुल बिल्कुल। हाम्रो चाहिँ सेक्वा पाकिसकेको छ साथीहरू। अब खान्छु ल। कस्तो छ मुखमा थुकाइसकिसक्यो। अब वान मिनट फेरि। बहुत स्वादिष्ट है। तो साथीहरू हाम्रो चाहिँ सेक्वा यहाँ छ होइन। हाम्रो आमा हुनुहुन्छ अनि यो चाहिँ काइन्डली बहिनी। यसले नै यो सबै तयारी गरेको। हाम्रो चाहिँ चाउचाउ करेन्ट चाउचाउ थिएन र करेन्ट चाउचाउमा पोर्क चाउचाउ भनौँ न होइन। पोर्क चाउचाउ भएको छ। कान्छी बहिनी हाई। यो चाहिँ डुलेर आएको छ तर पनि केही छैन। आज न्यू इयर हो नि त, कराउनु हुँदैन साथीहरू होइन। कुरा यहाँ छ नि त, त्यही भएर यो खुसी छ। ल हामी चाहिँ खाना थालौँ। यसले चाहिँ अघि बजाएको हो। ल साथीहरू हामी चाहिँ खाना थाले। तँ उयोले छोपेको छ थपनीले। यो चाहिँ चाउचाउ वान बाइट हान्छु ल। जहाँ कहिले लिएर बुटु कहाँ मलाई खुट्टा पखेटा नखाने ल। म चाहिँ फेरि ट्राई गर्न आँटेको छु यो चाहिँ सेक्वा। तँलाई हालिदिन्छु भन्दा दुईवटा हाल्नु छैन। अलिकति यहाँ एकदमै यम्मी। म त आउँछु। भात खानु नखाने? म त खाने। यिनीहरू खानुपर्छ नि। म चाहिँ सब्जी को अन्त के खान्छ पकाएर खाऊ। अलिकति हुन्न हामीले देख्दैन हौ। अलिकति त मासु चाहिँ मिठो भयो नि। यो अलिकति म चाहिँ खुट्टा खाँदैछु बिहान बिहान कुखुराको भाले काटेर खाएको। अहिले सुँगुरको मासु खाएको। बिहान चाहिँ कुखुराको भाले खायो साथीहरू। अहिले चाहिँ पोर्क खाँदैछौँ है चाउचाउसँग फ्यामिली। राम्रो लाग्छ। यहाँको मासु त खाएको थिएन।
चिज आएछ खै एउटा पनि भेटिन त अनि मिठो भएछ नि राखेर यो फलासो भएको अलिक राखिदिनु नि राम्रै बिल्ली पनि आएको आमा नखानु सक्छ आमाले चाहिँ चौचौ खासै मन पराउनुहुन्न दुईजना हो चौचौ त हामी दुईजनाले आमालाई चाहिँ मैले एक्स्ट्रा कुखुराको पखेटा पोलिदिएको थिएँ उहाँले चाहिँ त्यही खाँदै हुन्छ पोर्क पनि खासै मन पराउनुहुन्न तर एउटा चाहिँ खानै चुक्वा खानु न कति मिठो भयो चौचौको माउले त खाइसक्नु आँट्यो त दिदीलाई म अब अरू जेसुकै भन्नु कि यस्तो चाडपर्व यस्तो मतलब अब अलिकति फ्यामिली बसेर इन्जोय गर्ने टाइममा चाहिँ नि 2-3 जना हुनुहुन्छ नि त बाहिर देशमा आउट कन्ट्री त्यही भएर एकदमै याद आउँछ यस्तो समयमा चाहिँ ड्याडी मलेसियामा हुनुहुन्छ अनि 2 जना दिदी कुवेतमा हुनुहुन्छ उहाँहरूले चाहिँ एकदमै मिस पनि गरिराख्नु भएको छ मुखबाङ होइन त्यो नखाने बोल्दै गराएको चाहिँ नबोल्नु त उयो भयो बोल्दैन थाप होइन थाप्नुहोस् भन्दै बोल्दैन हामी राइडिङको थालेर बस्यो होइन मम्मी हर्दीले अर्की छ ए बुझ्नु हर्दी छैन कस्तो उल्टो भएको मेरो छेउमा देखिन्छ उसलाई खान जस्तो हाम्रो साथमा कान्छी बहिनी पनि छ तर ऊ पर गएर बसिरहेछ आयो यम्मी सेको नखाएको चाहिँ एकदमै धेरै भएको छ रहेछ हौ टाइम मलाई खानु भयो नखाने यिनीहरू बोलेर खान्न म सेको त एउटै खाएको छैन जस्तो तैँले बस्यो बस्यो सानो खालको मात्रै खाइसक्यो खाँदैन सानो खालको मात्रै खाइसक्यो ऊ फ्राई गरेको मात्रै खाँदैछ अहिले त म चाहिँ अहिले नको कपालहरू पनि कोरेको छुइनँ मैले चाहिँ ठुलो खाने उयोमा सानो चाहिँ बजाएको रहेन सेकुवा चाहिँ अझै टन्डै छ हौ खान सक्दैन हो यसले त एउटा खाएन खाएन नि खाए राम्री राम्री देख्छु त नि म चाहिँ कस्तो तँ त पछाडिबाट राम्री म चाहिँ अगाडिबाट राम्री नि त्यसले त तँलाई पछाडिबाट राम्री हुन्छ हौ ब्याक क्यामेराबाट मलाई चाहिँ अगाडिबाट राम्री हुन्छ यो खलासरी अलि फलमा छैन है यो त खानै सक्दैन हौ उयो त नखाने आमा भयो अगायो यही छ ऊ पोलेको छ यहीँ त्यो तपाईँ मस्त खानु न कान्छीसँग म चाहिँ सेकुवा नखाएको निकै भएको थियो साथीहरू लास्टै डर खाएँ मैले अब यो पनि खान्छु 3 पिस खाइसक्यो मैले एक्लै अझै यहाँ 2 पिस छ यसले एउटा पनि बजाएन खाने कुमारले त अन्डा खानु हुँदैन नि दिदी मम्मी खाने त्यो त यहाँ बनाउँछु चाहिँ खानु राइनीको छोरी हो राइनीको यस्तो खानुपर्छ साथीहरू वाह सुँगुरको मासुमा फल्किएर
रानी तिरै ढल्के रानी कसो भयो सुँगुरको मासुमा पल्केर लिम्बू नि तिरै ढल्के अहिले राईतिर ढल्केर साथीहरू हेर्नु न बोसु स्वयं यत्रो पिस्तो सबै उयो खारेर है त्यो भयो आज कतिजनाले चाहिँ मनको नजिकको साथीहरूले चाहिँ मरेको सपना देख्छ होला यस्तो खाएर जुका भन्दा धेरै ढाडेर बसिन्छ अब सुतिन्छ नि त छिटो भयो छिटो हुँदैन भन्दै थियो छिटो भयो आज अलिअलि फर्माउँछु रहेछ साथीहरू यसले चाहिँ फलफल खाँदैछ हेलो बोसु त यो खान मैले चाहिँ निकै खाइसकेँ ढिक मर्यो अब चाहिँ भनेको नयाँ वर्षमा भात र चामल पाकेर मम्मी पछाडिमा पनि खानुहुँदैछ नि त अनि नयाँ वर्षमा भात चाहिँ अलिक मजाले पाकेन अरे अब सधैँ अलिक नपाकेको खानुपर्ने भयो आमाले यो मान्यता छ नि त भन्ने भने होइन ओके साथीहरू हामीले चाहिँ खाइसकेको छ एकदमै यम्मी भएको थियो अनि एकदमै ह्याप्पी मोमेन्ट पनि थियो होइन फ्यामिलीसँग यसरी बसेर खाने 1 वर्षमा एकपल्ट त्यो पनि न्यू इयर नयाँ सालमा यसरी नै आज मेरो बर्थडे योसँग यसको चाहिँ बर्थडे पनि हो आज यो नयाँ वर्ष पनि नयाँ साल पनि नयाँ मान्छे पनि निक्लियो क्या संसारमा धरतीमा सो साथीहरू हाम्रो भिडियो पुरा हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच भन्दै आजको भिडियो यहीँ सकेको भन्न चाहन्छु बाई बाई